यस्ता देश कसरी गाछ जातीय राज्य गुरुङको एउटा धर्म, मगरको एउटा धर्म, छेत्रीको एउटा धर्म, बाहुनको एउटा धर्म कसले बनाएको? मर धर्म कसको? नेपाल जिउँदो रहे पो बल्ल बाँच्छ नेपाली, राष्ट्रियता गुन्जे पो बल्ल हाँस्छ नेपाली। र त्यो राजनीतिक शिक्षा मात्रै उनीहरूलाई पढाएर व्याख्या गराइसकेपछि कूटनीति कसरी गर्ने, शिक्षा कसरी गर्ने आदि इत्यादि। त्यतिखेर राजाको पालामा यादव प्रसाद पन्त र अर्को भेषबहादुर थापा, यो दुईजना व्यक्ति कूटनीतिकमा राखेका थिए। विदेशी चाइनालाई र उसलाई मिलाउन झगडा पर्यो भने कूटनीति गर्न भने दुईजना मिलाउँथे। यिनीहरूलाई पनि उनीहरूले कूटनीति, राजाले कूटनीति सिकाइकन यसो गर्नु है भनेर चर्केर रिसले काम बन्दैन, नरम बोली गर, अमृत बाणी निकाल, अर्कोसित आफू सानो भएर केही फरक पर्दैन, आफ्नो काम चाहिँ सफल हुनु पर्यो। राजाहरूको बाणी त्यस्तो हुन्थ्यो नि त। त्यसो हाम्रै जेठाबाउले पनि गएर एउटा गाई दान गरेर लिएर आएका थिए गोठी उम्लाउँदाखेरिमा दरबारभित्रबाट। राजा महेन्द्र यो लोतर खोलाको यो चितवनको माथि टुप्पो लोतर भन्ने छ कि छैन, मकनपुरको सिमाना, त्यो खोलै आफू पैदल बसेर गएर हिँडे कछाड बाँधेर डाँडामा पुगेर डाँडाबाट उतापट्टि धालिङपट्टि लाग्दाखेरिमा हाम्रा जेठाबाउले दान गरेर उनको गाईको बच्चा समातेर दान गरेर हातमा राखेर राजा चिने। त्यतिखेर सरकार भनेर बाटामा झुप भनेर स्वाटै दौडिया, साँझ भएर कहाँ गएर बास बसे थाहा छैन। एउटा ढाक्रेको रूपमा हिँड्थे, त्यस्तै जनता के छन् भनेर बुझेर हिँड्थे। जनताको घरमा धुवा छ कि छैन त? आगो बल्या छ कि छैन? आगो बल्या छ कि छैन भनेर हेरेर दशरथ महाराजको पाला हो त्यो त। त्यो पाला धुवा हेरिकन राजाहरूले खाना खान्छ पो विष्णु अवतार भनेर पूजा गरिरहन्थ्यो त मान्छे। अनि यसै जाने राजाहरू शाहवंशीहरूलाई अब अहिले गएर दुनियाँ यी सारा सबै यी छोडाहरू चाहिँ राजा बनेर एउटा केटीले भेग्री बिहाकलाई 7 लाख तिर्ने, आफू सुत्ने घर 4 लाखका छन् आसन ठुला गर्छन् भाषण लथालिङ्ग पारिसके देशको शासन भनेर हामीले गीत गाउँथ्यौँ यहाँ। त्यतिखेरै बौद्ध लाउने बित्तिकै पछाडिदेखि नै प्रचण्ड जाने बित्तिकैदेखि अनि यसरी जाने कुराहरू त्यो छ। अब अहिले यत्रो यो दुईटा हेर्दा आधा राज्य छ यो पर्साई